हेलो साथीहरु सबैलाई नमस्कार। आज मैले केही चाहिँ फरक विषयवस्तु लिएर आएको छु। एकजना साथीले चाहिँ गरिदिनु पर्यो भन्नुभएको छ। उहाँको नाम चाहिँ खुलाउने अनुमति दिनुभएको छैन। अब कथा त सत्य नै हो कि तर पनि त्यति धेरै इमोसनल नहुनु ल। अब भिडियो सुरु गरौँ है त। उसले गाउँ छोड्दा आँगनको माटो अझै उचिलो थियो। आमाको आँखा रसाएको थियो। बाबु केही नबोली चुरोटको धुवासँगै आफ्ना सपना उडाइरहेका थिए। छोरा परदेश सजिलो छैन, आमाले भनिन्। उसले मुस्कान दियो तर मुस्कानभित्र डर लुकेको थियो। परदेश पुगेपछि सपना यथार्थसँग ठोकियो। दिनमा 12 देखि 24 घण्टा काम, पसिनाले भिजेको शरीर, तर महिनाको अन्त्यमा हातमा थोरै पैसा। रुममा सुत्दा छानाबाट पानी चुहिन्थ्यो तर मनभित्र आँसु चुहिँदा कसैले देख्दैन्थ्यो। घरबाट फोन आउँथ्यो, छोरा घरमा ऋण पर्दैछ, बाबु बिरामी छन्, छोराको फी बाँकी नै छ। उसले सबै ठिक छ भनेर झुटो बोल्थ्यो किनकि सत्य बोल्ने आँट उसँग थिएन। एक दिन काममै चक्कर आयो। साथीले पानी छर्केर उठाए। मालिकले भन्यो, काम गर्न सक्दैन भने फर्क। त्यो दिन उसले पहिलो पटक आफ्नो अस्तित्वमाथि प्रश्न गर्यो। म यहाँ किन छु? महिनौं बिते, न पैसा बचत भयो न त सपना पुरा। घर फर्किन लाज लाग्थ्यो, परदेश बस्न शक्ति थिएन। जब ऊ गाउँ फर्कियो, आमा पहिले भन्दा झन् बुढी भइसकेकी थिइन्। बाबु बोल्न सक्दैनथे, पक्षघातले थलिएका। छोरा उसलाई चिन्न सकेन। त्यो छिन उसले बुझ्यो, परदेशले उसलाई पैसा दिएन, तर जवानी, समय, आत्मसम्मान सबै खोस्यो। राति आँगनमा बसेर उसले आकाशमा हेर्यो, उही तारा, उही चन्द्रमा, तर अब सपना हेर्ने आँखा थाकिसकेका थिए। परदेश उसलाई धनी बनाउन सकेन, तर असफलताको एउटा गहिरो कथा बनाइदियो। जुन कथा हजारौं परदेशीको मौन पीडा हो। धन्यवाद।